अमेरिकी एनआरएन भन्दै 16 वर्षे भान्जीलाई 40 गटेकासँग बिहे गराइदिने मामा हौ तिमी? को हौ तिमी? छोरा नपाएको भन्दै अर्को बिहे गर्ने तथा कथित छोरा मान्छे हौ कि? महिनावारी हुँदा भान्सामा पस्न नदिने लोग्ने हौ तिमी? को हौ तिमी? गाउँबाट पठाइदिने भन्दै सहरमा ल्याएर काममा लगाउने सामाजिक अभियानका हौ कि? नारी व्यवस्थाको फाइदा उठाएर यौन शोषण गर्ने अन्नदाता हौ तिमी? को हौ तिमी? चोकमा बसेर केटी जिस्काउने केटा हौ कि? नारी अधिकारको भाषण दिएर घरमा स्वास्नी कुद्ने नेता हौ तिमी? को हौ तिमी? छोरीले केही गर्न सक्दिन भन्ने विवेकी हौ? बलिरहन्छ त्यो दियो घरको ठाउँमा, दिने आफ्नो सुन्दर रोशनी उही घरको कुनामा। हुन्छ उसैको रोशनीले सबै पूजा चाडपर्व निकै रमाइलो, तर हेर्छु आज यसको मान्यता घर घरमा काम हुँदैछ यस्तो लाग्यो। जब सकिन्छ यसको फोटो खिचेर फेसबुकको भित्तामा हालेर बिर्सन्छन् कि त्यो दियोमा सरेदो र तेल सक्यो कि छैन भनेर। नबिर्सिनु सक्नु परम्परा, नबिर्सियोस् आफ्नो संस्कार। हुनुहुन्छ पश्चाताप अवश्य देखेर हिँडेको त्यो दियोलाई, तर फर्कै ल्याउने छैन कुनै पनि फुल र सरेदोले त्यो दियो र सुन्दर रोशनीलाई, त्यो दियो र सुन्दर रोशनीलाई। कहिले ल्याउँथे सुँगुर त कहिले बुढो भैँसी, एकै खाले मासु खाँदा बच्चा भए वाक्क, नौलो इच्छा प्रकट गर्दै तिमीले बोले पक्क। गाई गोरुको मासु खाँदा भयो हामी दिक्क, मान्छे मारी ल्याउनु आज भरे खौला टिक्क। गीत पर्यो अलमरमा अब के पो गर्ने, सोच्दा सोच्दै जुक्ति पुर्यो मान्छे आफै मर्ने। सुँगुरको मासु च्यापी मस्जिदमा फाल्यो, गाईको साप्रो च्यापी उड्यो मन्दिरभित्र हाल्यो। छिनभरमै युद्ध चल्यो हिन्दू मुसलमानको, मान्छे आफै बन्यो कारण आफ्नै अवसानको। मान्छे ढले जताततै मुलो सरिएर, छानी छानी मासु लग्यो गीतले लुचेर। धर्म भन्नु आस्था हाम्रो विवेकले